Hello everyone, it's me Anuj Vishal, and today in this video I'm going to explain about SVD, which is singular value decomposition. अनि यो भिडियोमा चाहिँ एसभिडी को बारेमा मैले चारवटा स्टेपमा एक्सप्लेन गर्छु। फर्स्टमा छ थ्योरी, सेकेन्डमा छ एउटा एक्जाम्पल, एन्ड थर्डमा पाइथन इम्प्लिमेन्टेसन अनि एउटा इमेज कम्प्रेसनको डेमो दिन गइरहेको छु। एसभिडी चाहिँ मेनली पिपल युज इट फर इमेज कम्प्रेसन, बट इट अल्सो हेल्प्स इन मेसिन लर्निङ एन्ड डेटा एनालिसिस। सो स्लाइडबाट सुरु गरौँ अब चाहिँ। मैले अघि भने जस्तै यो भिडियोको रोड म्याप चाहिँ फर्स्टमा थ्योरीबाट स्टार्ट हुन्छ एन्ड देन वी विल मुभ अन टु म्याथ। त्यही म्याथलाई मैले चाहिँ पाइथनमा इम्प्लिमेन्ट गरेर देखाउँछु एन्ड देन फर एन एप्लिकेसन आई एम गोइङ टु सो इमेज कम्प्रेसन डेमो। एसपिडी चाहिँ इमेज कम्प्रेसनमा युज हुन्छ, त्यो चाहिँ मैले डेमो देखाउन गइरहेको छु। इन दिस स्लाइड आई एम गोइङ टु टक अबाउट वाइ एसपिडी म्याटर्स, किन चाहिँ एसपिडी इम्पोर्टेन्ट छ त। फर्स्टमा कुरा गरौँ युनिभर्सल एप्लिकेबिलिटी। यो भनेको चाहिँ के हो भने आइगन डिकम्पोजिसन चाहिँ एम इन्टु एम म्याट्रिक्समा मात्रै काम गर्छ, स्क्वायर म्याट्रिक्समा मात्रै काम गर्छ आइगन डिकम्पोजिसन चाहिँ। अनि तर म्याट्रिक्स त एम इन्टु एन हुन्छ, एम इन्टु एन पनि हुनसक्छ नि त। यो रो र कोलमको नम्बर सेम नहुनु पनि सक्छ। त्यस्तो बेलामा चाहिँ आइगन डिकम्पोजिसनले काम गर्दैन, त्यही भएर हामी एसपिडी युज गर्छौँ। आइगन डिकम्पोजिसनले चाहिँ एम इन्टु एम म्याट्रिक्समा मात्रै डिकम्पोजिसन गर्थ्यो, तर त्यही कन्सेप्टलाई जनरलाइज गरेर चाहिँ एसपिडीले एम इन्टु एन म्याट्रिक्समा नन स्क्वायर म्याट्रिक्समा पनि डिकम्पोज गरेर त्यसलाई हामीलाई चाहिँ लिनियर ट्रान्सफर्मेसनहरू चाहिँ अन्डरस्ट्यान्ड गर्न हेल्प गर्छ। एसपिडीको अरू अरू एप्लिकेसन्समा के पर्छ भने एउटा इमेज कम्प्रेसन छ, लार्जर फाइलहरूलाई चाहिँ कम्प्रेस गरेर स्मलर फाइलहरूमा चेन्ज गर्छ, स्मल साइजको फाइलहरूमा। अनि अरू चाहिँ प्रिन्सिपल कम्पोनेन्ट एनालाइसिस अनि रिकमेन्डेसन सिस्टमहरूमा पनि एसपिडी युज हुन्छ। अनि अर्को चाहिँ सिग्नल प्रोसेस गर्नलाई, नोइज रिडक्सन गर्नलाई अनि फिचर एक्सट्र्याक्सन गर्नलाई एसपिडी युज हुन्छ। Moving on to the next slide, the main formula of SVD is A is equal to U sigma and V transpose. यिनीहरूमा U sigma र V transpose भनेको चाहिँ के हो भनेर म एक्सप्लेन गरिरहेको छु। U भनेको एउटा म्याट्रिक्स हो, अर्थोगोनल म्याट्रिक्स हो, जसको कलमहरू चाहिँ A को लेफ्ट सिङ्गुलर भेक्टरहरूले बनेको कलमहरू हुन्छ। लेफ्ट सिङ्गुलर भेक्टर, यो चाहिँ माइन्डमा राख्नु होला। अनि अर्को भी ट्रान्सपोज भनेको चाहिँ के हो भने ए को राइट सिङ्गुलर भेक्टरहरू कोलुममा राखेर बनेको म्याट्रिक्स चाहिँ भी ट्रान्सपोज हो। अर्को छ सिग्मा। सिग्मा भनेको एउटा यस्तो म्याट्रिक्स हो जुन चाहिँ ए को सिङ्गुलर भ्यालुहरूलाई चाहिँ डायगोनलमा राखेर बनेको म्याट्रिक्स हो। र कसरी निकाल्ने म त्यो पछि गएर भन्छु। यहाँ चाहिँ युले र भीले चाहिँ ए म्याट्रिक्सलाई रोटेट गर्ने काम गर्छ, अनि यो सिग्मा म्याट्रिक्सले चाहिँ ए म्याट्रिक्सलाई स्केल गर्ने काम गर्छ। यहाँ चाहिँ एसपिडीलाई चाहिँ कसरी हामीले रिप्रेजेन्ट गर्न सकिन्छ भने एसपिडीले चाहिँ र मानव एउटा सर्कल छ, यो सर्कललाई चाहिँ हामीले यो ए इक्वल टु यु सिग्मा भी ट्रान्सपोजमा लगेर चाहिँ हामीले यसलाई इक्लिप्समा रिप्रेजेन्ट गर्न सकिन्छ कि। तिनवटा मेथड चल्छ, एउटा रोटेसन हुन्छ, अर्को स्केलिङ हुन्छ, यो रोटेसन हुन्छ। एउटा चाहिँ भी ट्रान्सपोर्टले रोटेसन गर्छ, अर्को सिग्माले गर्छ, अर्को चाहिँ युले गर्छ, मैले माथि भने जस्तै। कसरी हामीले गर्न सकिन्छ भने यो सिग्मामा जुन जुन सिङ्गुलर भ्यालुजहरू हुन्छ, यसले चाहिँ सर्कललाई स्ट्रेच गरेर इक्लिप्सको एक्सिसहरूमा चेन्ज हुन्छ। यो जुन एक्सिस हुन्छ हो, यो एक्सिसहरूमा चेन्ज हुन्छ यो सिङ्गुलर भ्यालु चाहिँ। अनि यो रोटेसन चाहिँ कतातिर गर्ने भनेर चाहिँ जुन त्यो सिङ्गुलर भेक्टरहरू हुन्छ नि, सिङ्गुलर भेक्टरहरू त्यसले चाहिँ डिफाइन गर्छ यो स्ट्रेच चाहिँ कता हुने भनेर। अर्को स्लाइड छ एसबिडी चाहिँ आइगन भ्यालुसँग कसरी लिङ्क हुन्छ। एसबिडी हामीले युज गर्नको लागि पनि आइगन भ्यालु चाहिन्छ। त्यही भएर जनरली एसबिडीलाई चाहिँ आइगन डिकम्पोजिसनको जनरलाइज फर्म भन्छ। आइगन डिकम्पोजिसनले चाहिँ स्क्वायर म्याट्रिक्समा मात्रै काम गर्थ्यो भने एसबिडीले चाहिँ नर्मलहरू सबै म्याट्रिक्सहरूमा काम गर्छ, तर आइगन भ्यालु चाहिँ युज हुनैपर्छ। किन हामीले सुरुमा म्याट्रिक्स ए लिन्छौँ अनि ए को ट्रान्सपोज र एलाई चाहिँ हामीले मल्टिप्लाई गर्छौँ,
त्यसपछि त्यहाँबाट मल्टिप्लाई गरेर आएको जुन म्याट्रिक्स छ हामीले त्यो म्याट्रिक्सको चाहिँ आइगन भ्यालु निकाल्छौँ। हामीले क्यारेक्टरिस्टिक्स इक्वेसनमा हाल्छौँ ए ट्रान्सपोज ए माइनस ल्याम्डा आई इक्वल टु 0 डिटर्मिनेन्ट। यसको डिटर्मिनेन्ट इज इक्वल टु 0 भनेको यो क्यारेक्टरिस्टिक इक्वेसन भयो। यसमा हालेर चाहिँ हामीले यसको आइगन भ्यालु निकाल्छौँ। अ, यो आइगन भ्यालु निकालेपछि त्यसको स्क्वायर रुट गरेर चाहिँ बल्ल हामीले सिङ्गुलर भ्यालु जुन माथि सिग्मामा युज हुने सिङ्गुलर भ्यालुज थियो सिग्मा म्याट्रिक्समा त्यो सिङ्गुलर भ्यालु चाहिँ हामीले यो निक्लेको आइगन भ्यालुको अन्डर रुट गरेर चाहिँ निकाल्छौँ। र यसमा चाहिँ एसबिडी चाहिँ इम्प्लिमेन्ट गर्नुपर्दा चाहिँ हामीले एउटा म्याट्रिक्स लिन्छौँ। मैले माथि भने जस्तै फर्स्टमा चाहिँ हामीले आइगन भ्यालु कसरी निकाल्छौँ र आइगन भ्यालुले चाहिँ सिङ्गुलर भ्यालु डिटर्माइन गर्न चाहिँ कसरी हेल्प गर्छ भनेर भने जस्तै कुरा हो। सुरुमा हामीले ए म्याट्रिक्स लिन्छौँ र त्यसको ट्रान्सपोजसँग मल्टिप्लाई गरेपछि हामीले त्यसलाई क्यारेक्टरिस्टिक इक्वेसनमा हाल्छौँ। ए ट्रान्सपोज ए माइनस ल्याम्डा आई इज इक्वल टु 0 यो वाला इक्वेसनमा हालेपछि हामीले दुईटा भ्यालु पाउँछौँ ल्याम्डाको दुईटा भ्यालु पाउँछौँ बिकज ए इज अ 2 into 2 म्याट्रिक्स 2 into 2 म्याट्रिक्स भएको हुँदा हामीले ल्याम्डा 1 र ल्याम्डा 2 पाउँछौँ। यसलाई हामीले स्क्वायर रुट गरेपछि हामीसँग दुईटा सिङ्गुलर भ्यालुहरू हुन्छ सिग्मा 1 र सिग्मा 2। यसलाई हामीले म्याट्रिक्स बनाएर सिग्मा 1 र सिग्मा 2 लाई चाहिँ डायगोनलमा राखेर हामीले एउटा म्याट्रिक्स बनाउँछौँ। त्यही म्याट्रिक्स चाहिँ सिग्मा म्याट्रिक्स हो जुन हामीले ए इक्वल टु यु सिग्मा र भिए भनेर फर्मुला लेखाएको थियौँ। त्यसमा सिग्माको म्याट्रिक्स भनेको चाहिँ यो दुइटा भ्यालुहरूलाई चाहिँ हामीले डायगोनलमा राखेर बनाएको म्याट्रिक्स हो। र कुरा आयो यु र भीको यो म्याट्रिक्स चाहिँ हामीले कसरी निकाल्छौँ भन्दाखेरि हामीसँग आइगन भ्यालु दुइटा अलरेडी छ। त्यही आइगन भ्यालु चाहिँ हामीले यो ए ट्रान्सपोज माइनस ल्याम्डा आई भी इज इक्वल टु 0 यो भी भनेको चाहिँ आइगन भेक्टर हो। यहाँबाट जुन हामीले आइगन भेक्टर निकाल्छौँ अब यो 2 into 2 म्याट्रिक्सको केसमा हामीले दुईटा आइगन भ्यालु निकालेको थियौँ भने यसको आइगन भेक्टर पनि दुईटा हुन्छ भी1 र भी2। यही दुईटा भेक्टरहरूलाई चाहिँ हामीले कोलममा राखेर बनाएको म्याट्रिक्स हो भने त्यो भी हो त्यो चाहिँ भी म्याट्रिक्स हो। यो दुईटा आइगन भेक्टरहरूलाई हामीले कोलममा राखेर यसलाई चाहिँ राइट सिङ्गुलर भेक्टरहरू भन्छौँ। यसलाई चाहिँ राइट सिङ्गुलर भेक्टरहरूलाई कोलममा राखेर बनाएको म्याट्रिक्स चाहिँ भी र यही भी ट्रान्सपोज हामीले फर्मुलामा युज गर्छौँ। अर्को छ यु निकाल्नलाई चाहिँ हामीले एउटा फर्मुला छ यु इज इक्वल टु युआई भनौँ युआई इज इक्वल टु 1/, सिग्मा आई ए अनि भिआई। यु म्याट्रिक्सको पनि हामीले कोलमहरू निकाल्नु पर्यो भने यसमा चाहिँ दुईटाहरू भएको भएर हामीले युको पनि दुईटा कोलमहरू पाउँछौँ। सिग्मा 1 र सिग्मा 2 हामीले युज गरेर हामीसँग अलरेडी छ यो। अनि हामीले यहाँ आइगन भेक्टरहरू पनि निकालेको हामीसँग ए पनि छ पहिले भनेपछि हामीले युको कोलमहरू पनि पाउँछौँ। हामीले यहाँ यु चाहिँ यही यु भेक्टरहरू निकालिसकेपछि यु1 र यु2 पाएपछि यसलाई कोलममा युज गरेपछि हामीले यु पनि पाउँछौँ। हामीसँग अब सिग्मा पनि भयो यु पनि भयो भी ट्रान्सपोज पनि भयो भने चाहिँ हामीले एलाई रिकन्स्ट्रक्ट गर्न सकिहाल्छौँ। यसरी एसबिडी इम्प्लिमेन्ट हुन्छ। यही इम्प्लिमेन्टेसनलाई चाहिँ मैले पाइथनमा देखाउन चाहन्छु। पाइथनमा यो छ यो हामीले एउटा म्याट्रिक्स लेख्यौँ त्यही अहिलेकै म्याट्रिक्स हो 3 1 0 र 2 अनि यहाँ चाहिँ नम्पाई युज गरेर नम्पाईको लिनियर अल्जेब्रा भन्ने मोडलभित्र एसबिडी हालेर हामीले यसमा हाल्यौँ भने चाहिँ अहिले सिङ्गुलर भ्यालु दिन्छ अनि यो राइट सिङ्गुलर भेक्टर र यो लेफ्ट सिङ्गुलर भेक्टर चाहिँ दिन्छ। अनि हामीले त्यही सिङ्गुलर भ्यालु र यहाँ हानेर हामीले यो सिग्मा पनि पाउँछौँ। यो डायगोनलमा भनेको यही सिङ्गुलर भ्यालुहरूलाई डायगोनलमा हालेर सिग्मा म्याट्रिक्स पनि पाउँछौँ। अनि यसलाई रिकन्स्ट्रक्ट गर्न चाहिँ हामीले त्यही तिनवटा म्याट्रिक्सलाई मल्टिप्लाई गर्छौँ रन गरेर। हामीसँग पहिला ए भनेको 3 1 0 2 थियो अनि हामीले यु
यु निकाल्दाखेरि चाहिँ यो भ्यालु आयो अनि सिङ्गुलर भ्यालुहरू चाहिँ यो दुइटा आयो। यो चाहिँ यसलाई हामीले स्क्वायर गर्ने भने चाहिँ ए म्याट्रिक्सको ए र ए ट्रान्सपोज म्याट्रिक्सको आइगन भ्यालु आउँछ। त्यो हामीले अघि हेरिसक्यौँ। यो चाहिँ बी ट्रान्सपोज, यो तिनवटा भ्यालु यो तिनवटा मल्टिप्लाई गरेपछि हामीले चाहिँ एलाई रिकन्स्ट्रक्ट गर्न सक्यौँ। हामी नेक्स्ट स्लाइडमा जाऊँ। अर्को स्लाइडमा छ सिङ्गुलर भ्यालु म्याट्रिक्स कसरी निकालिन्छ सिग्मा। यो मैले अघि भनिसकेँ। हामीले दुइटा आइगन भ्यालुको ए र ए ट्रान्सपोजको म्याट्रिक्सको आइगन भ्यालु निकालेर त्यो आइगन भ्यालुलाई स्क्वायर रुट गरिसकेपछि हामीले सिग्मा वान र सिग्मा टू पाउँछौँ। अर जतिवटा आइगन भ्यालु आउँछ त्यतिवटै नै सिग्मा एन भनौँ, त्यतिवटा हामीले सिग्मा भ्यालु आउँछ। यो सिङ्गुलर भ्यालु आउँछ। त्यही सिङ्गुलर भ्यालुलाई हामीले डायगोनलमा राखेर अरू नन डायगोनल भ्यालुहरू जतिलाई हामीले जिरो राख्यौँ भने चाहिँ त्यो सिङ्गुलर भ्यालु म्याट्रिक्स हो। ए को डाइमेन्सन हामीसँग ए को डाइमेन्सन जति हुन्छ सिङ्गुलर भ्यालु म्याट्रिक्सको डाइमेन्सन पनि सेम हुन्छ। त्यो हेर्ने छ द साइज अफ सिग्मा म्याचेस द डाइमेन्सन अफ ओरिजिनल म्याट्रिक्स ए। एसपिडी इन पाइथन हामीले अघि गऱ्यौँ। लेट्स सी वान रियल वर्ल्ड एप्लिकेसन अफ सिङ्गुलर भ्यालु डिकम्पोजिसन। इट इज इमेज कम्प्रेसन। इमेज कम्प्रेसनमा चाहिँ स्टेप्स के हुन्छ लेट्स सी। इमेज भनेको त म्याट्रिक्स नम्बर त हो। हामीले इमेजमा चाहिँ तिनवटा कलर भेटाउन सक्छौँ आरजिबी। त्यो चाहिँ तिनवटा छुट्टै छुट्टै म्याट्रिक्स। आरजिबीको तिनवटा छुट्टै छुट्टै म्याट्रिक्सको कम्बिनेसन चाहिँ एउटा इमेज हुन्छ। त्यही तिनटै म्याट्रिक्समा हामीले एसभिडी लगाएर हामीले एउटा के भ्यालु भन्ने हुन्छ। के भनेको चाहिँ नम्बर अफ सिङ्गुलर भ्यालुज। हामीले अघि सिङ्गुलर भ्यालु निकाल्यौँ नि, हो त्यही नम्बर अफ सिङ्गुलर भ्यालु भनेको चाहिँ के हो। हामीले के को भ्यालु जति धेरै राख्यौँ त्यति चाहिँ क्वालिटी कपी गर्न खोज्छ, ओरिजिनल क्वालिटी कपी गर्न खोज्छ। हामीले के को भ्यालु जति कम राख्यौँ त्यति नै क्वालिटी ब्लर हुँदै जान्छ अनि साइज पनि कम हुँदै जान्छ। के जति धेरै भयो साइज त्यति धेरै र क्वालिटी पनि त्यति राम्रो। के को भ्यालु हामीले जति थोरै राख्यौँ साइज त्यति थोरै र क्वालिटी त्यति ब्लर। यसको इमेज कम्प्रेसनको पनि हामीले डेमो हेरौँ एकचोटि पाइथनमा। एउटा मैले यो इमेज अपलोड गरेको छु इमेज कम्प्रेसनको लागि। यो इमेज हामीले के को भ्यालु मैले यहाँ चाहिँ 5 राखेँ, 20 राखेर 50 राखेँ। यति हामीले कम्पेरिजनमा हेर्छौँ तिनवटा भ्यालुमा कसरी फरक पर्छ, इमेज र साइज पनि कसरी फरक पर्छ त्यो हामीले हेरौँ। यो हेर्दाखेरि हामीसँग ओरिजिनल इमेज। के को भ्यालु 5 राख्दाखेरि चाहिँ हामीले देख्न सक्छौँ यहाँ कति ब्लर छ। के को भ्यालु 20 राख्दा हल्का हल्का क्वालिटी इम्प्रुभ हुँदैछ अनि के को भ्यालु 50 राख्दाखेरि चाहिँ अलमोस्ट ओरिजिनलसँग कपी हुन खोज्छ। एकचोटि चाहिँ हामीले के को भ्यालु चेन्ज गरेर हेरौँ। हामीले 5 लाई छोडिदिउँ। लेट्स युज 100। यहाँ पनि युज गरेर हेर्दाखेरि चाहिँ हामीले अब 50ले नै समहाउ ओरिजिनललाई कपी गर्न खोजिसकेको थियो। 50 भन्दा 100 युज गर्दाखेरि अझै धेरै क्वालिटी इम्प्रुभ भएको देखियो। यसरी एसभिडीले चाहिँ इमेज कम्प्रेसनमा गर्छ। लेट्स रिक्याप एकचोटि के थियो भनेर। सिङ्गुलर भ्यालुको फर्मुला मेन चाहिँ ए इज इक्वल टु यु सिग्मा भिटी भी ट्रान्सपोज, जसमा सिग्मा भनेको चाहिँ ए ट्रान्सपोज र ए म्याट्रिक्स। हामीले यसको आइगन भ्यालु निकालिसकेपछि आइगन भ्यालुहरूको स्क्वायर रुट निकालेपछि हामीले जुन यहाँ सिङ्गुलर भ्यालु आउँछ त्यो सिङ्गुलर भ्यालुहरू चाहिँ हामीले डायगोनलमा राखेर बनाएको म्याट्रिक्स चाहिँ सिग्मा हो।
अर्को छ भिटी, राइट सिङ्गुलर म्याट्रिक्स। यो भनेको के हो भने हामीले जुन यो आइगन भ्यालुहरू निकाल्यौँ त्यो आइगन भ्यालुहरूबाट हामीले चाहिँ आइगन भेक्टर निकाल्छौँ। त्यही आइगन भेक्टरहरूलाई चाहिँ हामीले कलमहरूमा राखेर जुन म्याट्रिक्स बनाउँछौँ त्यो चाहिँ राइट सिङ्गुलर भेक्टर हो, भिटी। यो अनि यु भनेको के हो भने युलाई चाहिँ हामीले एउटा फर्मुला युज गर्छौँ। यु युको कुनै एउटा कोलम निकाल्न चाहिँ हामीले वान अपन सिङ्गुलर भ्यालु कुनै एउटा राख्छौँ। सिङ्गुलर भ्यालु राखेर त्यसमा चाहिँ हामीले यो म्याट्रिक्ससँग आइगन भेक्टर मल्टिप्लाई गर्छौँ। जस्तै यु वान निकाल्नलाई हामीले वान अपन सिग्मा वान राखेर यही यही म्याट्रिक्ससँग हामीले आइगन भेक्टर वान चाहिँ मल्टिप्लाई गरौँ। अनि यु वानबाट जतिवटा भेक्टरहरू आउँछ, मतलब सिङ्गुलर भ्यालु जतिवटा त्यतिवटा नै आउँछ। यो राइट सिङ्गुलर भेक्टर जतिवटा त्यतिवटा नै यो लेफ्ट सिङ्गुलर भेक्टर नै आउँछ। यही भेक्टरहरूलाई चाहिँ हामीले कोलममा राखेर जुन एउटा म्याट्रिक्स बनाउँछौँ त्यो म्याट्रिक्स चाहिँ यु हो। र सिग्माले चाहिँ ए चाहिँ स्पेसमा कसरी स्ट्रेच हुन्छ भनेर देखाउँछ भने भी र युले चाहिँ त्यो म्याट्रिक्सलाई कसरी रोटेट गर्छ त्यो चाहिँ देखाउँछ। अनि आइगन डिकम्पोजिसन चाहिँ जस्ट एम इन्टु एम म्याट्रिक्सको लागि काम गर्थ्यो भने सिङ्गुलर भ्यालु डिकम्पोजिसन चाहिँ एम इन्टु एन म्याट्रिक्स जति नै डाइमेन्सनको म्याट्रिक्स होस् त्यो म्याट्रिक्सको लागि पनि काम गर्छ। र एप्लिकेसन्सहरू के थियो, इमेज कम्प्रेसन अनि पिसिएमा पनि युज हुन्छ। एन्ड देन नोइज रिडक्सन, सिग्नल सिग्नलहरूको नोइज रिडक्सनमा पनि एसपिडी युज हुन्छ। थ्याङ्क यू सो मच।